हेलो एभ्रिवान। हामी सबैलाई थाहा छ सिद्धार्थ गौतमले ज्ञानको खोजीमा महल त्याग गरे। के तपाईँलाई थाहा छ त्यो रात सिद्धार्थले मात्र त्याग गरेका थिएनन्। त्यो रात एउटा महान नारी यशोधराले पनि सबैभन्दा ठुलो त्याग गरेकी थिइन्। इतिहास भन्छ यशोधरा र राहुल सुतिरहेको बेला सिद्धार्थले महल छोडेर गएका थिए। तर कस्तो हुन्थ्यो होला यदि त्यो रात यशोधरा बिउजिएको भए। तर कुनै ग्रन्थहरू भन्छ यशोधरा त्यो रात बिउजिएकी थिइन्। उनलाई थाहा थियो सिद्धार्थ एउटा महान यात्रामा जाँदैछन्। उनले सिद्धार्थलाई चाहेको भए रोक्न सक्थिन्। यदि सिद्धार्थ रोकिएको भए के हुन्थ्यो होला। तर यशोधराको त्यो रातको मौनताले नै सिद्धार्थको महानताको सुरुवात भयो। सिद्धार्थले जङ्गलमा कस्तो जीवन बिताए सबैलाई थाहै छ। तर यशोधराले महलमा बसेर पनि त्यस्तै जीवन बिताएकी थिइन्। जब उनले थाहा पाइन् सिद्धार्थ नरम ओछ्यान छोडेर भुइँमा सुत्न थालेका छन्, यशोधराले पनि महलको त्यो नरम पलङलाई छोडेर भुइँमा सुत्न थालेकी थिइन्। जब यशोधराले थाहा पाइन् सिद्धार्थले एक छाक मात्र खान थाले, यशोधराले पनि एक छाक मात्र खान थालिन्। यशोधरा महलको भित्र बसेर पनि सन्यासी थिइन्। एउटा यस्तो प्रेम जहाँ दूरी थियो तर आत्मीयता भने गहिरो थियो। 12 वर्षपछि जब बुद्ध कपिलवस्तु आउनुभयो, पुरा राज्यदेखि राजा शुद्धोधनसम्म बुद्धको स्वागतमा गएका थिए। तर यशोधरा भने गएनन्। उनलाई एउटा अटुट विश्वास थियो, मेरो प्रेम र त्याग यदि साँचो छ भने बुद्ध मलाई भेट्न आउनेछन्। अन्त्यमा बुद्ध यशोधराको कक्षमा पुग्छन्। बुद्धले ज्ञानको प्राप्ति गर्नुभयो। तर त्यो ज्ञानको प्राप्ति एक नारीको त्याग बिना असम्भव थियो। यदि हामी बुद्धको पूजा गरिरहँदा ती महान नारी यशोधरालाई भने बिर्सिन सक्छौँ। सफलता प्राप्तिको यात्रामा पछाडिबाट साथ दिनेहरू उत्तिकै महान हुन्छन्। र मेरो यो अनटोल्ड स्टोरी अफ बुद्धको जर्नी कस्तो लाग्यो, सेयर, कमेन्ट र लाइक गर्न नबिर्सिनु होला।